पाँचवटा दाहिनेपट्टि आउँछ हेर न हाइटमै क्या यसले चाहिँ हाइटमै क्या यो त अलिक राम्रो प्लेयर छ नि अब यो सकेर फेरि 2 घन्टा ब्रेक कस्तो लाग्यो महँगो भिगाउनु लाग्छ सबैभन्दा विकेटले हाल्छ एक मुठी चुना ल्याएर स्याट्टा हान्ने जग्गा राख्दैन हुन्छ नि छैन त्यो अब चाहिँ लाउँछ यो फुच्चीले के गर्छ दाहिनेपट्टि नै हान्छ कि गोल हान्छ गिटाब्लुङले हाल्दैन रहेछ गोल बाङ्गो टेढो हालेर जित्ने बुझेँ मैले दुई गोलले हारिरहेछ 2 गोलको 3 भयो हो ए यो हाल्यो भने त जित्यो नि अन्त घन्टा 2 हुँदैन हुन्छ यहाँ जित्छ जित्दैन नि जित्यो नि अरूले हालेर सक्यो 2 गोलले हारिरहेछ होइन 2 गोल हो कि 3 गोलले हार्यो यो पनि यसले हालेन जित्यो नि किपर त रुनु आँटिसक्यो त घट्टा अब चाहिँ दामी भयो दिनु चाहिँ दिएको थियो ट्राई चाहिँ छ नि चान्सेस छ नि अब यो सेभ गर्नुपर्छ यसले कि त बाङ्गो गर्नु हजुर ट्राई चाहिँ दिएको हो यो बहिनीले दामी दामी ट्राई चाहिँ दिएको ट्राई दिएको नि बिचरा यो चाहिँ सेभ गर्नुपर्छ देख्यो दाहिनेको दाहिने हाल्नु कतिवटा गोली मैले भन्दैछु दाहिनेमै सक्दैन नि त केटी उता हान्नु त सक्दैन सक्दैन लेफ्टी रहेछ यो बहिनी लेफ्टी चाहिँ अब यसले चाहिँ अलिक म्याचलाई उयो गर्दै भाइरल गरिदियो बराबर भयो अब चाहिँ बराबर भएको र एकले हारिरहेछ एकले हारिरहेको छ होला एकले हारिरहेछ यसले गोल हाल्ने बराबर यसले अब यसले नि मिस गऱ्यो भने चाहिँ फेरि रड्डै नि जित्यो अरे केटी चट्टो रहेछ किपर मजाले हातैमा दिन्छ जस्तो लाग्दैछ यो त म हातैमा दिन्छ जस्तो लाग्दैछ
हातैमा दिन्छ जस्तो लाग्दैछ अब गोलाहरू जित्यो अब गोलाले नि जित्छौ यो चट्टु रहेछ के अरे मैले भन्दा दाहिनेमा हिर्काउँछ किपरलाई मजाले सिकायो ए किपर किपरले नै हानिहाल्छ कसले हाल्यो जित्यो पनि अब भयो एउटा सेभ गर्नु नै किपरले दाहिनेमा हाल्नु सेभ भइहाल्छ नि हान्नु भनेको कस्तो विश्वासघात छ है त्यो पहिला हेरेको थियो कि अर्को किपर बस्यो भने